संस्कारी मान्छे बन्ने हो तपाईँ। यही अलिकति हाम्रा अभिभावकहरूको आर्थिक अवस्था कमजोर हो कि भन्ने पनि अलिकति हामीले अनुमान गरेको कारणले उहाँहरूलाई यो तातो ज्ञान पक्का दिँदा राम्रो होला भनेर हामीले अनुरोध गर्यौँ। अहिलेको यो समस्याबाट कसरी विद्यार्थीलाई उकास्ने जस्तो देखासेखीको कुरालाई डाउन गरेर एकदम आफ्नो जस्तो छु त्यस्तैमा निर्भर हुने वातावरण कसरी बनाउने भनेर हामीले एकदमै समाजसेवी हाम्रो अनिता देवानीजीलाई पनि आमन्त्रण गरेका छौँ। अरे मायाको साथसाथमा एउटा गाँठो थपिन्छ, त्यसले के गर्छ त भन्दा उसको मस्तिष्क विकासलाई प्रभाव पाइरहेको हुन्छ, जसले उसको पढाइ राम्रो हुनेदेखि लिएर एउटा असल मानव बन्नको लागि योगदान दिने गर्छ। अनुरोध र विद्यालय परिवारले गरेको अनुरोध सम्झेर हजुरहरूलाई हामीले यति भयो हुन्थ्यो नि माग्ने नभो माग्नेको अपेक्षा त धेरै नै हुन्छ। सरले जति भनेका छौँ त्यति पुर्याएर तपाईँहरूलाई यहाँसम्म ल्याइदिएर सरले आफ्ना मनका कुराहरू आफूले गरेका भए तपाईँहरूलाई यो सूत्र दिनको निम्ति कोसँग हात मिलाउनु भयो भन्ने कुराको मेरो सुरक्षा जानुभएको छ। यही अलिकति हाम्रा अभिभावकहरूको आर्थिक अवस्था पनि कमजोर हो कि भन्ने पनि अलिकति हामीले अनुमान गरेको कारणले उहाँहरूलाई यो तातो ज्ञान पक्का दिँदा राम्रो होला भनेर हामीले अनुरोध गर्यौँ। उहाँहरूले बढी सम्पत्ति भएर पनि फाराफार भएर पनि गर्नु आफ्नो पकेट खर्च आफ्ना बाबु नानीहरूको गाँस काटेर दिनुभएको यो व्यक्तिगत रूपमा उहाँहरूले हामीले अनुरोध गर्यौँ कि उहाँहरूले हाम्रा बाबु नानीहरूले न्यानो कपडा दिनुभएको छ। यसका निम्ति सम्पूर्ण विद्यालय परिवार लगायत व्यक्तिगत रूपमा हामीलाई दान गर्नुहुने दाता सबैलाई विद्यालयको तर्फबाट म अत्यन्त सम्मान व्यक्त गर्न चाहन्छु, उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु र हाम्रो अब लगत्तै हुने अभिभावक दिवस तथा हाम्रो पदावधि पनि सकिने अवस्था भएको हुनाले त्यो कार्यक्रममा उहाँहरूलाई हामी सम्मान गर्नेछौँ। यस विद्यालयमा हाम्रो विद्यालय व्यवस्थापन समितिको अध्यक्षजीले एउटा रिक्वेस्ट गरेर के भन्नुभयो भने हाम्रो नानी बाबुहरू अलिकता जाडो भयो, नानी बाबुलाई अप्ठ्यारो भयो, योबाट बचाउन केही गर्न सकिन्छ कि सर, केही व्यवस्था गर्न सकिन्छ कि भन्ने व्यवस्था मात्र थोरै गरेको थियो। 30वटा मात्रै हामीले व्यवस्था गरेका थियौँ। 30वटा टोपी, 30वटा मोजा, 30वटा स्वेटरको व्यवस्था थियो। तर फेरि के भयो भने उहाँले 30वटा कोही दिने त गाह्रो भयो, यो समस्या हुन्छ भनेको हुनाले हामीले अलिकति
बढायौँ। साउथ एसियन स्कलर्स एकाडेमीले साउथ एसियन स्कलर्स एकाडेमी हाम्रो 4वटा विद्यालय छ। एउटा ज्ञान सिन्धुसुर्खेत कलेज पनि हाम्रो यो, साउथ एसियन स्कलर्स एकाडेमी पनि हाम्रो यो, कान्तिदेव पाठशाला पनि हाम्रो, गुरुकुल एजुकेसन फाउन्डेसन पनि हाम्रो यो 4वटा विद्यालय छ। यो विद्यालय सबैको प्रतिनिधित्व गरेर हामीले 35वटा जति स्वेटर हामीले यहाँ व्यवस्था गरेर चाहिँ ल्याएका छौँ। यसमा हाम्रो विद्यालय व्यवस्थापन सङ्घका अध्यक्ष अथवा निर्देशक गणेश अधिकारीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गणेश अधिकारी ज्यूको सल्लाह अनुसार बमोजिम हामीले यो 35वटा स्वेटर ल्याएर वितरण गर्न हामी सफल भएका छौँ। यहाँहरूलाई यो सानो जानकारी हामीले अर्को हाम्रो समाजसेवी तपाईँले चिन्नु भएको छ, तपाईँहरूका म्यानेजर दानबहादुर पिसी सर हुनुहुन्छ समाजसेवी समाजमा। उहाँले पनि एक वचन सर त्यहाँ अलिकता विद्यार्थीलाई अप्ठ्यारो भएर के गर्ने होला भन्दा उहाँले होइन म चुनिला कति दिन पर्छ म पनि सहयोग गर्छु भन्ने यसको लागि धन्यवाद दिन चाहन्छु। एकदम ताली पड्काइदिनु एकदमै उहाँले 20वटा सहयोग गर्नुभएको छ, 20वटा स्वेटर दिएर एकदम सपोर्ट गर्नुभएको छ भनेर धन्यवाद दिन चाहन्छु। र हाम्रो काठमाडौँ एकजना इन्जिनियर हुनुहुन्छ, उहाँ चितवनको हुनुहुन्थ्यो, अस्ति भर्खरै सुर्खेत आउनुभएको थियो हाम्रो, उहाँले पनि म 20वटा स्वेटर दिन्छु है सर भनेर जानुभएको थियो। 20वटा स्वेटरको व्यवस्था गरेर जानुभएको छ। उहाँ चितवनको इन्जिनियर पनि हो, अमेरिका बस्नुहुन्छ। उहाँलाई पनि सम्झिन चाहे, उहाँलाई पनि फेरि ताली बजाएर सम्मान गर्नु। यसै गरी हाम्रो जयमाता होजियारले पनि म पनि 10वटा सहयोग गर्छु सर, 10वटा सहयोग गरिदिन सक्छु भनेर उहाँले पनि 10वटा स्वेटर जति सहयोग गरिदिनु भएको छ। उहाँ यो स्वेटरहरू उत्पादन छ। जयमाता होजियारलाई पनि सम्झिन चाहन्छु, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। 10वटा स्वेटर उहाँले उपलब्ध गराउनु थियो। त्यस्तै हाम्रो नगरपालिकाका हिमाचल इन्जिनियर जो चाहिँ सङ इन्जिनियरिङ भन्ने छ माथि, जहाँ चाहिँ त्यहाँ त्यो इन्जिनियरका थुप्रै घरको चाहिँ स्ट्रक्चर बनाउनेदेखि थुप्रै कुराहरूको चाहिँ नक्सा तयार गर्नुहुन्छ। उहाँले पनि 15वटा म सहयोग गर्नुहुन्छ भन्नुभयो। 15वटा उहाँले सहयोग गरेर हामीले त्यसै गरी सम्पूर्ण यो सहयोग जुटाएर हामीले 100वटा पुर्याएर यहाँ ल्याएका छौँ। साना नानीहरूलाई आजका साना साना टोपीरा भोलि यो देशका राम्रो मान्छे बन्ने हो होइन। तपाईँ राम्रो मान्छे बन्ने नि त होइन, असल मान्छे, ज्ञानी मान्छे, संस्कारी मान्छे बन्ने हो तपाईँ। अघि अनिता म्याडमले कति राम्रो कुराहरू सिकाउनु भएको थियो। हेर्नुहोस् न, पढाइ सबैभन्दा ठुलो हो, तर त्यो भित्र संस्कार चाहिन्छ है, अनुशासन चाहिन्छ, असल मान्छे बन्नुपर्छ भनेर धेरै कुरा सिकाएर जानुभयो। एउटा कथा पनि भनेर जानुभयो, तपाईँले सुन्नुभएको होला कि अभिभावकजीहरूले बुझ्नु भएको छ। साना साना नानीबाबुहरूलाई स्वेटर दिएर हामीले केही सहयोग गर्नु। स्वेटर मात्र होइन, भोलिको दिन आवश्यक पऱ्यो भने हामी कापी कलम, मैले त कापी ल्याइदिने भनेको थिएँ। एउटा बच्चालाई 5वटा कापी ल्याइदिन्छु भनेको कापी भन्दा पनि सक्ने स्वेटर भइदिएको भए चिसोबाट बस्थे है सर, राम्रो हुन्थ्यो भन्ने कुरा राखिदिनु भएको थियो। त्यसको लागि सरलाई मुरी धन्यवाद दिन चाहन्छु। नानी बाबुहरूको लागि सरले पनि अत्यन्तै कहाँबाट कसरी जुटाउन सकिन्छ सहयोग भनेर राख्नु भएको थियो। सबैलाई म धन्यवाद दिन चाहन्छु। एकदम चाहिँ हामीले सानो सहयोग ठुलो होइन कि सहयोग यहाँले यहाँ दिन सफल भयौँ, यहाँले ग्रहण गरिदिनु भयो। यसका लागि म अभिभावकजीहरूलाई धन्यवाद दिन चाहन्छु।